मिठो मिठो चाउचाउको झोल कसरी बनाएर खाएँ हेरौँ है। हाई एभ्रिवान, आज चाहिँ मैले खाजामा गजबको पिरो र रारा चाउचाउको कम्बो बनाउन लाग्यो। अनि यसमा चाहिँ सबै भेजेसहरू एड गऱ्यो भने त मिठो हुन्छ नि त। सो त्यही भएर मैले साग पहिला सुरु धोएर ल्याएँ। अनि साग धोएर ल्याएपछि अनि त्यसलाई मजाले मसिनो पारेर काटेँ त्यो सागलाई। अनि त्यो सागलाई मसिनो पारेर काटेपछि अनि काउली पनि थियो कि, अनि त्यो काउली पनि मैले धोएर त्यसलाई पनि मसिनो बनाएर काटेँ। अनि त्यो काउली पनि धेरै हालिनँ कि, मैले काउली चाहिँ थोरै हालिदिएँ। अनि त्यसपछि मैले त्यसमा चाहिँ लसुनको पात अनि प्याज खुर्सानी पनि काटेर रेडी पारेँ। अनि उता कराईमा तेल हालेँ, तेल बसालेँ। अनि त्यो सबै भेजिसहरूलाई त्यसैमा भुटेँ एकैछिन। अनि त्यसमा भुटेपछि अनि मैले साग पनि त्यसैमा एड गरिदिएँ, किनभने त त्यो भुट्नुपर्छ नि त काउली। अनि साग एड गरेपछि सबै मरमसला त्यही हालिदिएँ। अनि त्यसपछि यत्तिको हुनु पर्यो, गलिसकेपछि त्यसमा पानी हालेर उम्लिन छोडिदिने। अनि त्यो पानी हालेर एकैछिन उम्लिन छोडिदिएपछि अनि त्यो पानी उम्लिएपछि चाहिँ त्यसमा बल्ल हामीले के एड गर्ने, चाउचाउ एड गर्ने। अनि त्यो चाउचाउ पनि एकैछिन गल्न दिने। अनि त्यो मजाले चलाउँदाखेरि चाहिँ अनि ललालुलु हुन्छ नि त। अनि त्यसमा गलिसकेपछि चाहिँ अनि हामीले चाहिँ सुप हालिदिने। त्यसमा हामीले चाहिँ त्यति धेरै पिरो खान्दैनौँ, त्यही भएर मैले त्यो सुप पनि सबै हालिनँ के। अनि त्यो सुप हालेर एकैछिन चलाउने। अनि चलाएपछि अनि त्यसलाई फेरि चाउचाउलाई चाहिँ धेरै पकाउन हुन्न नि त, फेरि बेलात्तै हुन्छ। अनि सो त्यही भएर मैले यत्तिको भइसकेपछि चाहिँ त्यो चाउचाउ बन्द गरिदिएँ। अनि चाउचाउ बन्द गरेर मम्मीलाई भाइलाई दिएँ। अनि दिएपछि मेरो पालो आयो, मैले पनि आफूले कटौरामा हालेर मिठो मिठो मान्दै ग्वाम खाएँ। अनि तपाईँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला। अनि यस्तो चाउचाउको कम्बो चाहिँ हजुरहरूलाई मनपर्छ कि पर्दैन कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।